Hello guys, welcome to my vlog. सबैजनालाई के भन्न चाहन्छु भने म बोयफ्रेन्डसँग टाढा टाढा जान नपाए पनि बोयफ्रेन्ड नभएर जान नपाए पनि म साथी मोनिकासँग टाढा टाढा भक्तपुरको सबै हरियालीमा जानेछु। ल फाइनली मोनिका विथ बसन्ती मसँग हुन्छ सन्ध्या दाहाल छेत्री। सन्ध्या दाहाल छेत्री के भन्न चाहनुहुन्छ हजुरले यो बाटोको बारेमा? यहाँबाट माथि जाने होला है। म धेरै धेरै धन्यवाद गर्न चाहन्छु हाम्रो कन्टेन्ट क्रिएटर मिलन श्रेष्ठजीलाई हामीलाई रेकमेन्ड गर्नुभएको भएर। रेकमेन्ड होइन, भिडियो हेरेर आएको। दिस इज ब्युटिफुल। कोही पनि छैन, सो रमाइलो हाम्रो मी टाइम स्पेन्ड गर्न सजिलो हुन्छ होइन। यस अफिसबाट छुट्टी भएर यो भ्यू हेर्नुहोस्, यति राम्रो भ्यू छ। यो मान्छेहरू चाहिँ के हो? यो के हो? यो बारासिंह यस्तो पपुलर नाम भएको बियरको ब्रान्ड यहाँनिर फोल फालिरहनु भएको। यो सबजना यस्तो चाहिँ नगरिदिनु होला। यस्तो राम्रो ठाउँ छ। यस्तो माथि देख्नु, यस्तो छैन। वाह, यो हो नि त, यो हो नि त विकेन्ड। यो हो नि त विकेन्ड। म त पल्केको छु है। अब म त शनिबार आइतबार हुन्छ कि आउँछु। यस्तो एकछिन नभएर त त्यो हावाको सुन। I love trees. Hearनुहोस्, so beautiful. एक्सपेन्सिभ लाग्दैन नि त। ल हेर्नुहोस्, म के भनौँ कि यो ठाउँको बारेमा के भनौँ। म त मिलन श्रेष्ठलाई 100 चोटि थ्याङ्क यू भन्न चाहन्छु। ल के भनौँ, रुखै रुख, हरियै हरियो, अझै पानी परेर होइन यो घाँस उम्रेपछि अझै राम्रो हुने रहेछ होइन। त्यो घाँस उम्रेपछि फेरि हामी ल टिकटक बनाउने, भिडियो बनाउने, रिल्स बनाउने, डेटिङ आउने, पिकनिक खाने, एभ्रिथिङ। मलाई नि एकदम रिस उठ्छ यो फोहोर चाहिँ फालेको देख्यो भने। प्लास्टिक चाहिँ आफ्नै गोजीमा बोकेर जाने, जुन झोलाबाट खानेकुरा लिएर आएको छ त्यही झोलामा सब सामान हालेर जाने। रक्सी खाने मान्छे चाहिँ नआए हुन्छ उतै तल रोडतिर खाने, लड्ने, जेसुकै गर्ने। ल यहाँ करेज पनि रहेछ। के भनौँ म, के बयान गरौँ म यो ठाउँको। साथमा एउटा मिल्ने साथी अनि जङ्गल सुनसान। ओ माई गड, ल दामी रहेछ, पिकनिक खाने ठाउँ रहेछ। यो कटेज हो कि यो के राख्ने? होइन यो कटेज त होइन होला। ल हेर्नु न कि म के गरौँ यति राम्रो ठाउँ। ल हेर्नु के गरौँ। एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब आवर च्यानल, लाइक, सेयर एन्ड कमेन्ट। मोनिका म त के भनौँ। ल पोखरी पनि रहेछ। ल पानी चाहिँ छैन तर पोखरी चाहिँ छ। ल के चाहियो? ल हेर्नु, यता हेर जङ्गल, यता हेर मोनिका, यता हेर जाउँ। तर यस्तो फोहोर चाहिँ प्लिज सफा गर्नु पो आउनु पर्ने रहेछ। ऊ माथि पनि छ कि स्पट, ऊ माथि पनि छ, यता पनि छ, यता पनि, जता गए पनि छ। ल के भन्नु, साथीहरू जङ्गलमा मिटिङ मनाउन आएको साथी र म कोही छैन भन्दै यहाँ अघिदेखि यहाँ हेर्नु। यहाँ के भन्नु, बुढी नै नभन्नु ल, बुढी आमा पनि नभन्नु। यहाँ हेर्नु के बनाएको यो। मलाई वाह राम्रो देखिन्छ। अलिक ठुलो भयो। कल्ली राम्रो हो कि खुट्टा राम्रो हो कि मुन्छे राम्रो हो कि क्यामेराम्यान राम्रो जल घोच्छ रहेछ नि। ल फाइनली मोनिकाले यत्रो बेर हामी जङ्गलमा बस्नु बनाएको मेहनत देखाइदेऊ। ल देखाइदेऊ। यो ह्याङ्गर भइहाल्यो मैले समातेको। यो क्राउन तिम्रो लागि बनाइदिएको मैले। यो तिम्रो लागि खुट्टाको कली भइहाल्यो। यो हातको ब्रेसलेट भइहाल्यो। यो तिम्रो लागि रिङ भइहाल्यो। ल हेर्नुहोस् गाइज, फेरि पनि वेलकम टु आवर ब्लग।
भन त तिमी यो चाहिँ अघि भन न पहिले भन न अघि वेलकम टु द माई भ्लग भन न त्यसरी आयो मलाई भन न वेलकम टु माई भ्लग भ्लग गर न भ्लग भ्लग यस्तो रहेछ म एकदमै हेरेँ नि त भिडियो नि त्यो यो पोखरीबाट हामी यता डाइरेक्टमा लाग्दैछ अब यतापट्टि गुम्बा छ भनेर भन्नुपर्छ दाइ जङ्गलबाट आउँदा फुल भेटियो मैले चाहिँ एउटै मात्रै फुल भेट्नु भएको छ फुलकुमारीले म त बयान गरेर नि सक्दैन यति राम्रो रहेछ ल कहाँ जाने न कहाँ जाने उता न मुनि ओह्रालो ल ठाउँलाई चाहिँ मैले कति 10 मा 10 100 मा 100 1000 मा 1000 फुल के भन्न चाहन्छौ तिमी केही छैन चिप्लेलाई चप्पलले हामी चाहिँ जाँदैछौँ ल घर अब के छ त प्लान बाटोमा राम्रोसँग जाने ओह्रालो केही फरक परिवार छैन अनि त्यसपछि कि घाटमा गएर त्यो जाने हो बाटोमा पानी पनि सबै भेट्यो भने चटपटी पानी फाइनली हामीले जहाँबाट हाइक सुरु गरेको थियो त्यहीँनिर आइपुग्यो र मोनिका र बसन्तीको मिलन हुँदैछ फेरि दौडिँदै जाऊ ल ल ल ल ल जाऊ 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 बसन्ती बाटो ठाउँ मात्र राम्रो होइन बाटो पनि दामी 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 ब्याक सिटमा म एज युजल प्यासेन्जर प्रिन्सेस भक्तपुर चाहिँ म अहिलेसम्म जति घुमे पनि यो ठाउँ चाहिँ बेस्ट है साइलेन्स पिस के भन्छ क्लिन ठाउँै राम्रो बने पापा रहेछ त ल यत्रो मेरो भनेपछि याद आयो बने रहेछ तपाईँहरू यो ठाउँमा आउँदा त्यो मोनास्ट्री गुम्बा पनि गए हुन्छ गुम्बा चाहिँ सटरडे मात्रै खुल्दो रहेछ त्यही भएर हामी जान पाएनौँ अन्टिल नेक्स्ट टाइम